अर्को एउटा सानो अंश फेरि सुनाउँछु। हामीले सम्झौता गर्यौं, म अलिकति उसको परिपक्वतामा उक्लने, ऊ अलिकति मेरो बचकनामा ओर्लने। मेरा केही रहरमा उसले आफ्ना इच्छा मिसाउने, उसको जीवनशैली र सोच्ने ढङ्गबाट थोरै मैले पनि सोच्न सुरु गर्ने। प्रेम त यो रहेछ जो गरिनै बाँकी रहेछ, जीवन त यो रहेछ जो भोग्नै बाँकी रहेछ। यतिखेर आएर यही महसुस हुँदैछ अथवा यही महसुस भयो। उसको शरीरको वासनाले म सधैँ उद्वेलित रहन्थेँ, उसका औँलाहरूले मलाई मिठो स्पर्श दिइरहन्थे। सुबिन भट्टराईको चमेलीको फूल बैजनी रुमाल मार्फत यो एउटा लाइन। तपाईँ यो बुक पढ्नुभयो भने अथवा यो किताबलाई लिएर अध्ययन गर्न थाल्नुभयो भने यसका प्रत्येक पानामा तपाईँलाई एकचोटि टक्क उभिएर ती लाइनहरूको बारेमा सोच्न बाध्य गराउँछ।